पोलियो के हो? पोलियो किन हुन्छ? पोलियो कसलाई हुन सक्छ? पोलियो हुनबाट कसरी बच्ने र बचाउने भन्ने विषयमा आज हामी कुरा गर्नेछौँ। पोलियोलाई पोलियोमाइलाइटिस पनि भन्ने गरिन्छ, जुन पोलियो भाइरसको कारणले लाग्ने रोग हो। यो मोस्ट हाइली इन्फेक्सियस डिजिज हो, जुन 5 वर्ष मुनिका बच्चाहरूमा देखिन्छ, तर यो डिजिज एडल्टमा पनि देखिन सक्छ। यो भाइरस कन्टिमिनेटेड पानीको कारणले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्न सक्छ र स्पाइनल कर्डमा भएको नर्भस सेलहरूलाई डिस्ट्रोय गर्छ, जसले गर्दा प्यारालाइसिस हुन्छ र मसलहरू पनि कमजोर हुन सक्छन्। WHO को डाटा अनुसार हरेक वर्ष 200 व्यक्तिमध्ये 1 जनामा पर्मानेन्ट प्यारालाइसिस हुने गरेको देखाएको छ। अहिलेसम्म आइपुग्दा 3 वटा वाइल्ड पोलियो भाइरस मध्ये टाइप 2 र टाइप 3 लाई वर्ल्ड वाइड रिमुभ गरिसकेको छ भने टाइप 1 भाइरस रिमुभ भएको छैन। यो कुनै देशमा अझै पनि बाँकी रहेको हामी तथ्याङ्कमा देख्न सक्छौँ। यो रोग सर्ने कारण र बच्ने तरिकाहरूको बारेमा चर्चा गर्नु अघि हेल्दी लाइफको लागि नयाँ हेल्थ युट्युब च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। यो रोग विभिन्न कारणहरूले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ, जस्तै प्योर हाइजिनको कमीले, फोहोर टोयलेट प्रयोग गर्नाले, पोलियो भाइरस भएको फोहोर पानीको प्रयोग गर्नाले, पोलियो लागेको व्यक्तिसँग सम्पर्कमा आएमा, पब्लिक वासरुमहरू प्रयोग गरेर हात नधोएमा वा सरसफाइ नगरेमा। यो भाइरस शरीरमा प्रवेश गरिसकेपछि आन्द्रामा फैलिन्छ र नर्भस सिस्टममा अट्याक गर्न सक्छ। प्राय बच्चाहरूमा यसले अट्याक गर्छ। जुन व्यक्तिले पोलियो भ्याक्सिन लगाएको छैन, तिनीहरूमा यो लाग्न सक्ने चान्स एकदमै धेरै हुन्छ। त्यसैगरी जुन व्यक्तिले बच्चामा पोलियो थोपा खाएको छैन, तिनीहरूमा पनि यो रोग लाग्न सक्ने चान्स बढ्छ। पोलियो इन्फेक्सनलाई 3 प्रकारमा छुट्याउन सकिन्छ। पहिलो रहेको छ सबक्लिनिकल। यसमा सिम्पटम्सहरू देखिँदैनन् किनकि यसले ब्रेन र नर्भस सिस्टममा अट्याक गर्दैन। पोलियो रोगीहरूमध्ये 95% बिरामीहरूमा यो टाइप देखिन्छ। त्यसैगरी अर्को रहेको छ नन प्यारालाइटिक। यसले सेन्ट्रल नर्भस सिस्टमलाई अट्याक गर्छ, तर प्यारालाइसिस भने हुँदैन। त्यसैगरी अर्को रहेको छ प्यारालाइटिक। यो एकदमै थोरै व्यक्तिहरूमा देखिने तर खतरनाक हो। यो पोलियो इन्फेक्सन प्यारालाइसिस गर्ने टाइपको हुन्छ। नन प्यारालाइटिक पोलियोको सिम्पटम्सहरू फ्लू जस्तै हुन्छन्, जसमा भोमिटिङ, फिभर, नजिया, थकान हुन सक्छ। तर जुन प्यारालाइसिस पोलियो हुन्छ, त्यो पोलियोको 1% व्यक्तिहरूमा मात्र लाग्न सक्छ। यसमा अङ्गहरू बिस्तारै प्यारालाइसिस हुँदै जान्छन्। यदि पोलियो फोक्सोमा हुन्छ भने डेथ पनि हुन सक्छ र एकैचोटि पोलियो निको भएर पनि पोलियो हुन सक्ने चान्स एकदमै धेरै हुन्छ, जसलाई पोस्ट पोलियो सिन्ड्रोम पनि भनिन्छ, जसमा थकान हुने, हातखुट्टा दुख्ने, मसल दुख्ने, सास फेर्न गाह्रो हुने, विकनेस बढ्ने र कन्सन्ट्रेसन गर्न सक्ने क्षमता पनि घट्दै जान्छ। पोलियो रोग निको पार्नको लागि हस्पिटलमै जानुपर्ने हुन्छ। यो घरेलु उपचारले निको हुने रोग भने होइन। यसको लक्षण र शारीरिक परीक्षण पश्चात उपचार गरिन्छ, जसमा फिजिकल थेरापी र केही औषधिहरूले निको पार्न सकिन्छ। पोलियो हुन नदिन बच्चाहरूमा नै भ्याक्सिन लगाइहाल्नुपर्छ र पोलियो थोपा खुवाइदिनुपर्छ, जुन नेपाल सरकारले हरेक वर्ष यो कार्यक्रम चलाउँदछ र हस्पिटलहरूमा पनि पोलियो थोपा खुवाइन्छ। र संसारभरि हरेक वर्षको अक्टोबर महिनाको 24 तारिकको दिन वर्ल्ड पोलियो डे पनि मनाइन्छ। आजको भिडियोमा हामीले पोलियो के हो, पोलियो किन हुन्छ, पोलियो कसलाई हुन सक्छ र बच्ने र बचाउने कुराहरूको बारेमा कुरा गऱ्यौँ। यदि हाम्रो भिडियो मन परेको छ भने लाइक, सेयर, सब्स्क्राइब गर्न भने नभुल्नुहोला। अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। हवस् त, धन्यवाद।